केपी शर्मा ओलीको यो बोली सुन्नुहोस्। यो 2 दिनको लीला हो क्या, यो हो 2 दिनको लीला। यस्ताका तमासाहरू देखेर कसले नचाहेको छ कठपुतली, त्यही देखेर म अँध्यारो मुख लाएर बस्छु। प्रधानमन्त्री बनाइसके मान्छेले भरैमा हामी चुनाव पर्खिरहेका छौँ। कहिले होला? फागुन 21 होला या वैशाखमा होला या अर्को मङ्सिरमा होला। कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, सियालले मोर्चा गरेर बाघको सिंहको शिकार हुन्छ, मुकाबला हुन्छ। यसो हेर्छन् नेपाली कङ्ग्रेस छ, छेउमा नगइन्जेल त मजै छ, छेउमा गएपछि गाह्रो पार्छ नि नेपाली कङ्ग्रेसले, त्यो पनि हेर्छन्। त्यसो भएपछि मोर्चा गर्न थाल्छ। र अब एउटा बुढो जनताको त्यत्रो जनतालाई गोली हान्ने, जनता सरसरीलाई गोली हान्ने हुकुम दिनलाई अनि बाहिर पर्चा गर्न छोड्थ्यो नि। त्यसको बाबुले मारो प्रधानमन्त्रीलाई थाहा छैन अरे। त्यस्तो कुकुर पनि प्रधानमन्त्री हुन्छ? कस्तो मानेर रहेछन् नेपाली जनताले। जिम्मै नभएका ल प्रधानमन्त्री मानेका। ल मलाई थाहा छैन अरे। ल गोली हान्ने हो। केपी शर्मा ओली यस्तै तुच्छ बोली र व्यङ्ग्य तरिकाले बोलेर र अरू मान्छेहरूलाई डोमिनेट गरेर, अरू मान्छेहरूलाई डराएर धम्काएर र अरू मान्छे राजनीतिमा आउन खोज्ने मान्छेहरूलाई मजाक उडाएर र उनीहरूको कुरालाई मजाक तरिकाले लिएर र व्यङ्ग्य तरिकाले सोसियल मिडियामा उडाएर सबैको मनमा बसेका छन्। म लगायत हाम्रो फ्यामिली पनि एमाले पार्टी नै रोज्छ। हाम्रो गाउँको मान्छेहरू पनि एकदम एमाले, काङ्ग्रेस र माओवादी भन्ने जुन चलन छ त्यो चलनलाई हटाउँ र अब आउने मान्छेहरूलाई, नयाँ मान्छेहरूलाई अवसर दिउँ। सही मान्छे सही ठाउँमा पुग्ने हो भनेपछि राम्रो काम गर्न सक्छ। र केपी शर्मा ओलीले यस्तै सोसियल मिडियाहरूमा लगायत अन्य ठाउँमा बोलिरहेका हुन्छन्, हामी मर्दिन्छौँ, मारिदिन्छौँ, देशको लागि जे पनि गर्छौँ र देशमा के बितिरहेको छ भन्ने थाहा हुँदैन, थाहा छँदा पनि छैन। र मैले गरेको होइन, यो मैले कुनै हालतमा यस्तो गर्न सक्दैन टाइपको कुराहरू गरिरहेका हुन्छन्। र यो यत्रो मान्छे मरिसकेपछि पनि केपी शर्मा ओली खुल्लायाम रोडमा हिँडिरहेको भनौँ या जनसागर उतार्यो भनौँ या ठुल्ठुलो कामहरू गर्यो भनौँ, तर भने केपी शर्मा ओलीलाई 1% पनि लाज छैन। र हाम्रो भनाइ के हो भनेपछि सही मान्छेलाई सपोर्ट गर्नुहोस् र सही मान्छे सही ठाउँमा पुग्ने हो भनेपछि नेपाललाई केही हदसम्म राहत मिल्छ। र अहिले हामीले चाहेअनुसार र 3 करोड नेपालीले चाहेअनुसारको सही मान्छेहरू सही ठाउँमा पुगिरहेका छन्, सही ठाउँमा मिलेर बसेका छन्। र अबको आशा भरोसा भनेको हाम्रो 3 जना छन्, लगायत स्वतन्त्र पार्टीमा आएको छ। र यो आशा भरोसालाई मर्न दिनुहुन्न। हाम्रो एउटा आशा भरोसा हो, नयाँ मान्छेलाई पालो दिनुपर्छ र नयाँ मान्छेले के गर्छ कि भन्ने आशा भरोसा हो, जुन चाहिँ अहिले हामी गर्न सक्छौँ र सपोर्ट गर्नुपर्छ। र यो आशा भरोसालाई सजिलै मर्न दिनुहुन्न। र यो बुढोपनको जुन राजनीति छ त्यो राजनीतिलाई अब सकाउनुपर्छ। बुढो मान्छेहरूले गरेका हुन्, अब गर्न सक्दैन जस्तो छ। र नयाँ मान्छेहरूलाई चान्स दिनुपर्छ र नयाँ मान्छेहरूलाई अगाडि बढाउनुपर्छ। र सही ठाउँमा पुग्यो भनेपछि सही मान्छेले केही गर्न सक्छ। जस्तै नेपाल क्रिकेट टिमलाई हेर्ने हो भनेपछि अब गएको 2-3 वर्षमा धेरै अगाडि बढिसकेको छ। पारस खड्का सही ठाउँमा पुगे र पूर्व कप्तान रहेका पारस खड्काले चाहिँ सही ठाउँमा पुगेर 2 वर्षमै 2 सिजन खेलाएर नेपाल क्रिकेट टिमलाई विश्वमा चिनाउन सफल भए। र नेपाल क्रिकेटमा कति धेरै लगानी लगाएर कति धेरै पैसा कमाइसक्यो। र नेपाल क्रिकेट टिम अहिले एनपिएल जुन चाहिँ विश्वमा नै फेमस भइरहेको छ, विश्व क्रिकेटले नेपाल क्रिकेटलाई चिन्छ र नेपाल क्रिकेट टिम धेरै अगाडि बढिसकेको छ। हो, त्यस्तै आशा भरोसा भनेका हाम्रा हुन् बालेन, रवि र कुलमान घिसिङ। यस्तै अरू मान्छेहरू बोल्छन्, अरू मान्छेलाई पनि सपोर्ट गर्नुपर्छ। र यसमा खुट्टा तान्ने प्रवृत्ति धेरै नै छ। जस्तै हर्क सम्पाङ लगायत मैसी बस्ने अन्य थुप्रै पार्टीका मान्छेहरू छन् जुन चाहिँ अहिलेको हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको खुट्टा तान्ने काममा धेरै नै अगाडि बढिरहेका छन्। र सोसियल मिडियाहरूकोमा भर नपरौँ र सही मान्छे चिनाउँ र सही मान्छेलाई भोट गरौँ।